कतिको राम्रो हुँदो रहेछ ल। म त बहुत हेर्दै खुसी छु, आकाशमा उडिरहेको छु हेर्नु न। आहा कति मजा आइरहेको छ। ओके हेलो नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई। हाम्रो यात्राको आज 6औं दिन डे 6 रहेको छ है। हामी अझै पनि जुम्ला जिल्लाको गुठीचोर यहीँ रहेका छौँ। अनि यहाँ हाम्रो मुख्य उद्देश्य भनेको प्याराग्लाइडिङ उडान नै हो। तर हाम्रो यहाँ मौसमको कारणले गर्दाखेरि कन्टिन्यू उडानहरू गर्न पाएको छैन र आज पनि हामी हाम्रो फर्स्ट फ्लाइटको लागि माथि डाँडातिर जाँदैछौँ। साथीहरू त्यता आउनु सर। गुड मर्निङ। गुड मर्निङ सर। कस्तो हुँदैछ सर यहाँ गुठीचोरको बसाइ? स्वास्थ्यले साथ नदिएको अवस्था है, सबैले त्यही भइरहेको छ किनकि यहाँको मौसम चिसो अनि लगभग समुद्री सतहदेखि पनि अराउन्ड 2800 त्यस्तै छ, 2800 मिटरको अल्टिट्युड रहेको छ यो गुठीचोर। सो हामी माथि आज हाम्रो पहिलो उडानको लागि जाँदैछौँ टेकअपतिर। सो के हुन्छ आजको यो दिनमा सबै यो भिडियो सँगै राख्नेछु। सो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। नानी गुड मर्निङ। नानु गुड मर्निङ। नानुको नाम रितु है। हिजोको भिडियोमा पनि राखेको थिएँ रितु बहिनी, जुन यहाँ हामी बसेको घरको बहिनी हुनुहुन्छ। बहिनी आज स्कुल जाने कि नजाने? नजाने अल्छी लाग्छ है। नानीको स्कुलको नाम के अरे? रितु स्कुलको नाम के अरे? श्री खड्का महादेवी बोर्डिङ स्कुल। यहाँबाट जानको लागि 2 घन्टा लाग्छ हैन? त्यही हो नि। अब विशेष गरी यता पश्चिमी क्षेत्रहरूमा अब पढ्नको लागि पनि 2-3 घन्टाको यात्रा गरेर जानुपर्ने बाध्य हुन्छ। सो कति बेला आउनुहुन्छ त यहाँ? ए ल, आज आमा चाहिँ प्याराग्लाइडिङ उडानको लागि हामीसँग सँगै जाँदै हुनुहुन्छ। आमाको उमेर चाहिँ कति भयो? 51 वर्षको। अझै पनि भर्खरकै हुनुहुँदो रहेछ आमा। हजुर उड्नु भएको छ पहिला? पहिला उड्नु भएन छैन है, पहिलो पटक उडान। पहिलो पटक हो। कतिको खुसी हुनुहुन्छ? खुसी त अब कहिले नसरे नदेखे त खुसी त हुनु पर्यो त नि। हो नि है। डर लागेको छैन? डर पनि लागेको छैन। डर त लाग्नै भएन नि आमा है। डर लागेछ त चढ्नै नपर्यो अनि किन चढ्ने डर लाग्छ। हो नि आमा। ल अब हामी जान्छौँ माथि उड्नको लागि है आमा। बुवा हजुर चाहिँ नउड्नु हुने? नउड्ने हजुर? ए पछि उड्ने है। अर्कोचोटि अहिले परिवारलाई पठाउँ हजुर, अनि अर्कोचोटि सरौँला। हो नि। ल स्वारको कुरा चाहिँ मौसमको कुरा गर्दाखेरि हिजो लगभग दिनभरि आफ्टरनुनतिर चाहिँ अब पानी पऱ्यो, त्यही भएर फ्लाइटहरू कन्टिन्यू भएन र आजको मौसम चाहिँ खुलेको छ, घाम पनि लागेको छ मस्तले है। बादलहरू पनि बिस्तारै माथि उठिरहेको अवस्था छ। आज चाहिँ हामी त्यतातिर जाँदैनौँ, यतातिर जान्छौँ है हामी। सोल्टी शौचालय जाँदै हुनुहुन्छ अड्किनु। के छ राजु? कस्तो हुँदैछ जुम्लाको बसाइ? आज चाहिँ टक्कसँगले टेकअप गरेर यसो रमाइलो गर्ने प्लान छ। रमाइलो पनि लागेको छ। रमाइलोसँगले उडेर टक्क ल्यान्डिङ गरिन्छ। अनि बसाइ कस्तो भइरहेको छ यहाँ हाम्रो गुठीचोरको? बसाइ चाहिँ एकदम राम्रो भइरहेछ, किनभने बेलुका टुच्च भइरहेछ क्यारे, त्यो भएर रमाइलो भइरहेछ।
र हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी 2081 पनि अब नजिकै आइरहेको छ। लगभग अब 17-18 दिन मात्र बाँकी छ है। अनि त्यही कारणले गर्दाखेरि अब यो विशेष गरी त सयपत्री फुल अब फुलिसकेको अवस्था छ। यहाँ गुठी चौरमा पनि भनौँ न अहिले नै यो सयपत्री फुलहरू ढकमक्क फुलिसकेको अवस्था छ। हाम्रो बसाइ चाहिँ यही घरमा भइरहेको छ। अनि विशेष गरी यहाँ गुठी चौरको भनौँ न गुठी चौर आउनुको कारण नै त्यो गुठी चौर भ्याली रहेको छ। यति ठुलो मात्रामा छ कि त्यो फाँट है। अनि यो घोडाहरू त लगभग दिनरातै यहीँ भइराख्दो रहेछ। अनि यो चौपायाहरू पनि धेरै सङ्ख्यामा रहेको छ। यो ठुलो मात्रामा रहेको छ यो गुठी चौर भ्याली। यहाँको सौन्दर्य नै यही भ्याली रहेको छ है। अनि त्यो माथि चाहिँ भेडा फार्म भइ नै हाल्यो। एउटा उडान गर्ने टेक अफ पोइन्ट चाहिँ त्यतातिर रहेको छ, एउटा चाहिँ त्यहाँनिर रहेको छ। अब हामी सायद यतातिरको टेक अफ पोइन्टमा जाँदैछौँ है। र बाटोको कुरा गर्दाखेरि चाहिँ बाटो चाहिँ लम्मे रहेको छ। अनि विशेष गरी यो पश्चिमी भेगमा अलिकति समस्या भनेको यो बाटोघाटोकै देखियो। त्यही कारणले गर्दाखेरि पनि अलिकति पिछडिएको जस्तो लाग्यो। तर प्राकृतिक रूपमा होइन कि यो बाटोघाटोको कारणले गर्दाखेरि मात्र। प्राकृतिक रूपमा त ओहो कसरी कल्पना गरौँ होइन। यो गुठी चौरलाई पनि हाम्रो स्विजरल्यान्ड देशसँग कम्पेयर गर्न मिल्छ क्या भन्न खोजेको। त्यहाँको ल्यान्डस्केप अनि भौगोलिक यो सबै कुराहरू हेर्दाखेरि वाओ छ क्या। टेक अफतिर जाँदैछौँ हामी। कस्तो छ दिपक कान्छा? एकदम रमाइलो है। कस्तो भइरहेछ जुम्लाको बसाइ? के भन्नु अब यस्तै छ, जस्तो वहाँ छ त्यस्तै चलिरहेछ है। चलिरहेछ, जिन्दगी चलिरहेछ। सोल्टी कस्तो हुँदैछ बसाइ? मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ। रमाइलो भइरहेछ है। पाइलट निर्गम हजुर कस्तो हुँदैछ? एकदम रमाइलो रमाइलो भइरहेछ है। ठाउँ कस्तो छ यहाँको? यहाँको ठाउँ परिवेश हेर्दाखेरि धेरै आनन्द, आँखाको सुन्दरता धेरै राम्रो रमाइलो भइरहेको छ। सो आजको फर्स्ट फ्लाइ भर्खरै मात्र सकियो। कन्डिसन ठिकै छ, राम्रै छ है। अब हामी खाजा खान्छौँ, त्यसपछि अर्को नेक्स्ट सेकेन्ड फ्लाइको लागि माथि टेकअफतिर जान्छौँ। र हिजो कार्यक्रम सकिएको हुनाले सबै यो पालहरू निकाल्ने उसमा हुनुहुन्छ। साथीहरू त कोही प्याकिङ गर्दै हुनुहुन्छ। यही नै हो गुठी चौर नै भन्दो रहेछ ठाउँलाई। अनि घरहरू पनि कस्तो राम्रो डिजाइनमा बनेको छ कि सानो बस्ती, चिट्टिका मिलेको बस्ती छ। र यो गुठी चौरको यो भ्याली चाहिँ एकदम ठुलो छ, समतल रहेको छ।
दही चिउरा खानुहुन्छ? दही चिउरा अरू चिउरा मासु स्पेसल फापरको रोटी र यो सरकारले खाजाको लागि तल कस्तो छ सर फापरको रोटी? एकदम मिठो छ सर। यहाँ जुम्लामा आइसकेपछि त फापरको रोटी मार्सी चामलको भात होइन सोल्टी टुटेकै छैन। म त हिजो नुहाएको गाह्रो फोन आउँछ कि जस्तो लागेर। कसको दाइको फोन आएन? पीडित रहेछ नि पार्टी भत्ता भन्ने चल्ने के थाहा। अब चाहिँ हामी सेकेन्ड राउन्डको लागि टेकअपतिर जाँदैछौँ। खाजा खाइयो एन्ड देन यहाँको आयोजक साथीहरूले बाई बाई। आयोजकको साथीहरूले हामीलाई ब्याग बोकेर सहयोग गरिदिनु भएको छ किनकि यहाँ ल्यान्डिङ स्पटबाट पारीसम्म जानुपर्छ ब्याग लिएर। त्यही कारणले गर्दाखेरि यहाँबाट चाहिँ यसरी बाइकमा माथि जानुपर्छ किनकि चापाङले गाडी जाँदैन। माथि आउने क्रममा बाइकमा तान्नु नि त ब्यागसँगै, त्यही भएर म चाहिँ लेकतिर ठडिरहेको छु, हिँडिरहेको छु। अनि फुलहरू अलिअलि मात्र फुलिरहेको रहेछ, सायद यतातिर चाहिँ अलिक पछाडि मात्र यो फुल फुल्दो रहेछ। या ल उकालो चढ्ने क्रममा यो ब्याग सहित अलिकति भारी भएको कारणले गर्दाखेरि हामी थकित भएका छौँ। यस्तै रहेछ पाइलटको जिन्दगी, ओकाली ओह्राली आकाश है, गाह्रो छ। अब यो कति होला यो डाँडाको उ चाहिँ यो 3000 त्यस्तै छ होला, 3000 देखि 3100 3200 त्यस्तै छ होला। माथि जाँदा उकालो चढ्नको लागि साह्रै गाह्रो भएको छ। यसो बस्ने हो, माथि गेस्टहरू गइसक्नु भएको छ, एकछिनपछि हामी यहाँबाट उठ्छौँ। कोई जोड़ने में जोड़ो गुड लक भयो सिद्धियो। अर्को कहीँ छ भने नि स्टार्ट गरिदिउँ हैन। नमस्कार। महसुस राम्रो छ नि है, तपाईँसँग उठ्दा खुसी लागिरहेछ। जोस् कस्तो छ हजुर? एकदम राइट भन्नु होला। वाह एकदम नाइस फिलिङ भइरहेछ हो। यो पहिलोचोटि हो, त्यसैले एकदम खुसी लागिरहेछ। Upis ta.
भिडियो भइरहेछ के भन्नुहुन्छ? अब के भनौँ, खुसी लाग्यो तपाईँहरूसँग चाहिँ पहिलो आफ्नो ठाउँमा चाहिँ यसरी उड्दाखेरि। हजुर फेरि पनि आउनुहोस् नेक्स्ट इयरमा पनि, म यही भन्न चाहन्छु। हामी पनि फेरि पनि यसरी उड्न पाऊँ भन्ने एकदम मेरो आशा पनि। ओके बाई 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 बाई। मनमा खाने अहिले काँक्रा चाहिँ ल्याउनु न, उहाँलाई दिनु न दुईटा। यो पनि लानु पानी कस्तो छिटो घुम्दो रहेछ अनि सबैजना यहाँ पिस्न आउनुहुन्छ? यहाँ नजिकै ठुलो खोला छ नि त, अनि त्यही करेन्टले अब पानीको फ्लोको करेन्टले गर्दाखेरि यहाँ घट्टा पनि रहेछ। छिटो घुम्दो रहेछ, म त अचम्मै लाग्यो। हजुर छिटो घुम्ने खालको देखेको थिएन नि। मसिनै हुँदो रहेछ है। के पिस्नुहुन्छ यसमा? के पिस्नुहुन्छ? ए मकै है। धेरै पहिला भयो, यो कहिले बनाएको होला यो? ए पहिला पुरानो थियो त्यसपछि बनाएको कि नयाँ बनाएको? ए योभन्दा पहिला कता थियो दिदी? माथि छ है। हुन्छ ओ साथीहरू, हामीलाई यसरी मोटरसाइकलमा तल पोइन्टदेखि यहाँ माथिसम्म यसरी ल्याउँदै फेरि अर्कोलाई लिन जाँदै गरिराख्नु भएको छ यहाँको आयोजक साथीहरू। सो आजको हाम्रो डे 6 जुम्लाको बसाइ र आजको दिनको चाहिँ हाम्रो थर्ड फ्लाइटको लागि हामी टेकअप पोइन्टतिर आएका छौँ। अनि वेदर चाहिँ एकदमै भनौँ न चेन्जेबल, एकैछिनमा पानी पर्ने एकैछिनमा घाम लाग्ने त्यस्तो भइरहेको छ। तर अहिले पनि सिमसिम पानी त भइरहेको छ, हावा ठिकै छ। लेट्स सी है। अनि हाम्रो उठ्ने ठाउँ चाहिँ यतातिर मात्र हो। ल सर भिडियो भइरहेछ। ल ठिक छ। कस्तो छ हजुर? एकदम राम्रो छ सर, एकदम म त एकदम आकाशमा यस्तो पाइरहेको छ, म त बहुत खुसी छु। हेर्नु न एकदम खुसी छ एकदम। अस्ति सायद हामी फर्केको पनि होइन, अस्ति फर्केर म त तपाईँसँगै नै बस्ने भन्ने लक्ष्य थियो मलाई। ए हजुर तपाईँसँग बसियो दियोस्, मलाई चाहिँ राम्रो भइरहेको छ सर। ए ल साथीभाइहरूले केही सन्देश कस्तो हुँदो रहेछ, कस्तो ल हेर्नुहोस् यति राम्रो छ। म कोटीचौर तपाईँको हामी प्यारासुटमा चढेर उडिरहेछौँ। हेर्नुहोस् यति राम्रो मजा आइरहेको छ, यत्तिकै मजा मलाई कहिले पनि भएन। हेर्नुहोस् छैन है, आकाशमा उडिरहेको छ। हेर्नु त यत्तिको मजा त कहिले आउँदो रहेछ आकाशमा। बहुत राम्रो लाग्यो। ठिक छ, केही छैन, केही फरक पर्दैन। ल हामीलाई स्वागत पनि गर्यो पानीले। एकदम स्वागत गरेर राम्रो गरेर। ल ठिक छ, यत्तिको राम्रो हुँदो रहेछ। ल म त बहुत हेर्दै खुसी छु, आकाशमा उडिरहेको छु। हेर्नु न कति मजा आइरहेको छ। यत्तिको मजा छ। यत्तिकै बस्ने हो मलाई चाहिँ मैले खोजेको मान्छेले राम्रो भेटियो चाहिँ मलाई चाहिँ बहुत मन पऱ्यो। हेर्नुहोस् यस्तो राम्रो आकाशमा उडिरहेको छ। ल हेर्नु न मलाई यत्तिकै मन पऱ्यो। यो आकाशमा यसरी उड्नु पाउनु भने त बडो भव्य
मात्र हाम्रो उडान सकाएर हामी ल्यान्डिङ भयो। हाम्रो जुम्ला जिल्लाकै नेपाली काङ्ग्रेसको उपसभापति हजुर हाम्रो मानसिंह सार्की सर हुनुहुन्छ। अस्ति त फ्लाइट क्यान्सल भयो है वेदरको कारणले गर्दाखेरि, तर आज हामी उडान फाइनली कम्प्लिट भएको छ। एकदम राम्रो। आज भएर पनि मलाई बहुत खुसी लाग्यो। यो त्यहाँबाट लाइन गर्दाखेरि यति आनन्द आयो मलाई, यति राम्रो त मलाई उडेर पनि तपाईँको कुनै झास्सा झुस्सा कुनै डर लाग्ने कुनै महसुस भएन है। यति आरामसँग बस्यो। 10,000 कति किलोमिटर यो माथि कति किलोमिटर भन्छ? माथिको हाम्रो टेकअप पोइन्ट त लगभग त्यहाँको भनेको लगभग 33-34 मिटर थियो। मिटर माथि है। हो त्यहीबाट हामी माथिबाट आउँदा कति आनन्दसँग आइयो, कति आनन्द छ। म त हृदयदेखि तपाईँको अहिले पनि फेरि चढाउँ जस्तो महसुस भइरहेको छ। थ्याङ्क यू सर। अनि भ्यूहरू कस्तो देखिँदैछ यो? एकदम राम्रो। गोटी चौरको तपाईँको चारैतिर यहाँ तलबाट भन्नु भने माथिबाट झनै राम्रो देखिँदो रहेछ है। यति राम्रो। यहाँ त तपाईँको लगभग भन्ने हो भने यो 12 महिना भन्नाले 2-3 महिना मात्रै बाँकी होला, नत्र राम्रो चल्छ है यहाँ। राम्रो चल्छ। हजुरहरूलाई यतै यसो गर्दा अलिकति राम्रो पनि छ है। राम्रो पनि छ सर। अब त्यसमा अब अलिकति समस्या अहिले देखा परेको भन्ने यही यातायातको छ होइन। यता मिन त्यो सहज भएको होइन। हामी अब यो लागिपट्टि गर्छौँ हामी। तपाईँको यो वर्षमा केही हाम्रो काम एकदम सरल। तपाईँको आधा घन्टा लाग्ने ठाउँमा हामी 10 मिनट पुग्न सक्ने हामी क्षमता चाहिँ बनाउँछौँ है। धेरै राम्रो सर। यतिको चाहिँ गराउनुपर्छ हाम्रो जिल्लाको। यो चाहिँ हामी गराउँछौँ। सर उडिदिनु भयो धन्यवाद सर। यहाँ भुट्ला रहेछ। कहिले एसा गुम्बा कहिले डाइनोसर गुट्टा डोना थापा इज नन एज चत्तर डाइनोसरसको यो बोन पठाइदिएको रहेछ। 25 करोडको जस्तो लागेको छ। यो कन्फर्म गर्नुपर्छ है। 25 करोडको यो डाइनोसरस बोन। ओहो यसको सुप कडा झन् कडा भनेर डोनर थापाले चाहिँ गफ लगाउँथ्यो क्या। सो जस्ट फर फन आज खाइरहेको अवस्था। किन आजको हाम्रो उडानको तेस्रो फ्लाइट हामीले सकायौँ। त्यसपछि खाजा खाँदैछौँ। अब लेट्स सी। अब वेदर पनि अब बिस्तारै कुल हुँदैछ, त्यस कारणले सायद हामी फ्लाइट स्टप गर्छौँ होला। सो आजको हाम्रो जुम्लाको लगभग डे 6 को यात्रा रमाइलो भइरहेको छ। मौसमले साथ नदिए तापनि साथीहरूसँगको यो भनौँ न अब उडान प्लस यो सबै गर्दाखेरि रमाइलो भइरहेको छ है। तपाईँ बल्ल स्टार्ट भए पश्चिम गुटी चौरमा आएर अब अलिअलि बल देखाउँदैछु। यहाँको के भन्छ मार्सी चामलको भात र अनि यो खसिया मासु त्यसको तागत निकाल्दैछु है। भेडाको सुरतको ओहो हाम्रो त हुन्छ नि। टुपा हान्नुपर्छ। टुपा हो त्यहाँ हान्नुपर्छ। त्यहाँबाट हान्नुपर्छ क्या। त्यहाँ सजिलो कडा हान्दैछ रे। त्यहाँबाट हान्नुपर्छ। च्याङ्ग्रा सिस्टमै अर्को रहेछ नि। पास बेलुका क्याम्प पारिङको लागि त होला आफ्नो लागि आफै जुवाड गर्ने साथी। ओके बाबु एडभेन्चर। सो बाबु एडभेन्चरको यहाँ हाम्रो कम्पनीको लोगो रहेको छ र अघि उडान गर्ने क्रममा आकाशमा अलिकति रुजियो है। त्यही कारणले गर्दाखेरि यहाँ मेरो विङ्स ग्लाइडर सुकाउँदैछु र यति नै हुन्छ आज डे 6 को भिडियो। समग्रमा दिन चाहिँ राम्रै भयो। लेट्स सी अब कहिले कति दिनसम्म यहाँ बस्नुपर्छ थाहा छैन। अब खासमा अब 2-3 दिन मात्र हुन्छ जस्तो लागिरहेको छ यहाँको बसाइ। सो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैजनालाई धन्यवाद। भोलि डे 7 को भिडियो आउँछ आउँदैन थाहा छैन। सो सकेसम्म ल्याउँछु है। सो किप वाचिङ A to Z नवीन ब्लग्स है त। बाई। साँझ परेको अवस्था छ। अब हामी सबै यहाँ आगो ताप्नको लागि रेडी छौँ। मौसम चिसो मौसममा यता हाम्रो दाजु हुनुहुन्छ हामीलाई तलदेखि माथि टेकअपसम्म। दाजुले एकदम सहयोग गरिराख्नु भएको छ। दाजु हात हल्लाइदिनुहोस् न। ल सबैजना यहाँ हुनुहुन्छ है। अब साँझको लागि हामी तयारी गर्दैछौँ। मौसम पानी पला जस्तो छ। लेट्स सी के हुन्छ।